हेलो गाइस, म चाहिँ काममा छु है। अहिले काम गरिरहेको छु। अन्त के भन्नु र, पहिलाको मान्छेले टिपै राम्रो हिकाइदिएन रहेछ कि करेक्सन डल्लै गराएको रहेछ। के निक्ल्यो अहिले जमाना। मान्छेहरू काम गर्नु विदेश जान्छ, हामी तपाईँहरूको घरमा कलर लगाउनु छ भने मलाई कन्ट्याक्ट गर्नु होला। है मैले गरेर हेर्नुहोस् सबै। ल गाइस, म काम गर्दैछु है, डिस्टर्ब हुन्छ होला तपाईँहरूलाई पनि, मलाई डिस्टर्ब हुन्छ। काम मेरो पनि साह्रो पर्छ हो। हामी पेन्टरको दुनियाँमा के भन्नु, पेन्टरलाई नै याद हुन्छ है। आफ्नो क्षमता र आफ्नो विचार, आफ्नो क्वालिटी, आफ्नो क्वान्टिटी है। त्यही भन्न चाहन्छु जति पनि पेन्टरहरूलाई, तपाईँहरू काम गर्नुहोस्, मिहिनेत गर्नुहोस्, मिहिनेतको फल मिठो हुन्छ है। एउटा घरमा बिगाऱ्यो भने 10 घरमै बिग्रे जस्तै हुन्छ। त्यो चाहिँ आफूलाई नै सुधार्न सक्नुपर्छ है। काम पाउनु नपाउनु हाम्रै हातमा छ होइन। सजिलो आज मैले आँखा छोडेर काम गरेँ नि, भोलि काम गर्नु बोलाउँदैन मान्छेले। त्यही भएर चाहिँ काम चाहिँ एकदम एकुरेट, मान्छेको भरोसा जित्नु सक्नुपर्छ। मान्छेहरू के गर्छ, काम पायो भनेर बाङ बुङ गर्छ, अन्त त्यसपछि चाहिँ फिनिसिङै राम्रो हुँदैन, अन्त त्यसपछि काम पाउनु पनि छोड्छ। पेन्टरहरूको हातमा चाहिँ फिनिसिङ भन्ने चाहिँ बहुत जरुरी हो जीवनमा। यो काम हतार गरेर पनि हुँदैन हो। ल गाइस, भाइ फेरि भेटौँला अर्को घरतिर ल।